नेपाल र इन्डियाको सिम हामी नेपाल आइपुग्यौँ यो टोइलेट हो फेरि अस्ति जस्तो ट्रेन लेट छ अरे क्या फोर हेर्नु क्या गाइस हामी आइसक्यौँ ट्रेनमा हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल नयाँ हुनुहुन्छ भने वेलकम सबैजनालाई सो हामी इन्डिया 10 दिन जति बस्यौँ अनि हामी नेपाल जाने दिन पनि आइसक्यो अनि आज चाहिँ हामी जाँदैछौँ अनि अहिले चाहिँ 5:30 भइसक्यो रहेछ अनि हाम्रो ट्रेन चाहिँ 6:10 मा छ अनि अब कहिले ढिलो छिटो हुन्छ त्यही हो अनि अब चाहिँ हामी सबै रेडी भइसक्यौँ अनि भाइ चाहिँ जाडो छ नि त त्यो भएर म चाहिँ ज्याकेट निकालेको छु हिजो अगाडिको भ्लगमा चाहिँ मैले त्यही कपडा लगाएर जान्छु भनेको थिएँ तर जाडो छ नि त मैले यो कपडामा सिफ्ट भएँ यहाँ चाहिँ ट्रेक जाने जस्तो ब्याग छ अनि उनीहरू छ त्यो आधी ब्याग चाहिँ यहाँ पनि छ त्यहाँ पनि छ उता चाहिँ हामीलाई गाडी लिन आइसकेको छ हामी रेलवे स्टेसन आइसक्यौँ छिटो छिटो जानुपर्ने अन्त 6 बजिसक्यो 6:10 मा ट्रेन छ आम्मामा जाडो भयो खाली छ सबै हामी आयौँ फेरि अस्ति जस्तो ट्रेन लेट छ अरे क्या अस्ति हामी आउने बेलामा हेर्नु गाइस 3 घन्टा जति हामी कुद्नु पर्यो ट्रेन आउने हेर्नु 2 बजे 2 बजे थियो तर ट्रेन चाहिँ 6 बजेतिर आएको थियो अनि आज पनि 1.5 घन्टा लेट छ अनि मैले चाहिँ लेट हुन्न अब यो त ठुलो सिटी हो नि त अनि आज त लेट हुन्न होला म त लेट हुन्न जस्तो लाग्छ होला त 2 घन्टा लेट छ अरे यत्रो बेर के गर्ने झन् हतार हतार गरेर आएको सिटिज छन् हाम्रो लगेजहरू छ 4 हेर्नु क्या गाइस 4 कति छ 4 हाम्रो ट्रेन आउने यो पट्टीमा 47 अनि यहाँ सबै मान्छे वेट गरिरहन् यो वाला ट्रेन चाहिँ हाम्रो होइन गाइस त्यहाँ अङ्कलले भनिदिएको हामीलाई ट्रेन लेट छ भनेर अर्को साइडको ट्रेन आइरह जो कि हाम्रो होइन कति 4 छ भाइ यसको अगाडि ट्रेन त कति स्पिडमा आयो वाला ट्रेन यहाँ स्टेसनमा रोके होइन अनि सक्यो गाइस हेर्नु त यो स्लिपरवाला यो यहाँ तल सुत्न भन्छ अनि माथि पनि सुत्ने म देखिरहेको छु बरु हेर्नु गाइस यो पूर्व नि यतातिर पूर्व नि होइन तर मलाई यता पूर्व लागिरह अनि यो पकड त अनि गाइस त्यसपछि नर्थ त यता हो नि अनि यतातिर चाहिँ नेपाल पर्यो तर मलाई नेपाल चाहिँ यतातिर लागिरह किनभने स्टेसनमा हामी यतातिर झरेको थियौँ अनि यताबाट यसरी गएको थियौँ दिमाग घुम्छ अब ट्रेन आइसक्यो गाइस उल्टा घाम कस्तो राम्रो देख्दैन पुग्नु पर्यो गाइस पुग्नु पर्यो बोकेर हामी आइसक्यौँ ट्रेनमा हाम्रो सिट चाहिँ यसको यो झ्यालै खुल्दैन नि हामी यहाँ बस्न लाग्छौँ गाइस ट्रेन चाहिँ हिँडिसक्यो ठ्याक्कै 7:40 मा हिँड्यो अन्त मान्छेले पनि 7:40 मा हिँड्छ भनिरहेको छ ठ्याक्कै 7:40 मा हिँड्यो 2 घन्टा लेट फेरि तर आज चाहिँ त्यस्तो लागेन अस्ति जस्तो यस्तो झ्याउ लागेको थियो अघि हतार आएको लास्टमा त लेट ट्रेनमा चाहिँ के छ म देखाउँछु है तपाईँलाई यता साइडमा चाहिँ 3वटा सिट छ अनि यता चाहिँ 2टा छ अनि यहाँ यस्तो राख्ने छ यसलाई चाहिँ यस्तरी दाब्न पनि मिल्छ त्यस्तरी यस्तो कसरी म थाहा भन्न अनि यहाँ पानी राख्ने ठाउँ छ अनि यसलाई चाहिँ यस्तो गरेपछि यस्तरी खुल्छ यो त बिग्रेको यो त यस्तो बिग्रेको गाइस यो त पुरै तल जान्छ नभए यस्तरी अड्किन्छ यो बिग्रावाला परेको त्यही हो यस्तै गरेर अड्किन्छ अनि आएर गर्ने अस्तिमा आउने बेलामा काम पाएको थिएन के गरौँ भनेको थिएँ अनि यस्तोमा यस्तो हुन्छ र यस्तोमा होमवर्क गर्दै गाइस हेर्नु यहाँ यो सिम यसले निस्किन्छ
खै हेरौँ जादु यो जुगाड जादु जुगाड हो जुगाड यस्तो जुगाड खै देखाइ खासमा छन त छ तर त्यो ब्यागको भित्र छ क्या नि त्यही भएर ल गाइस नेपाल र इन्डियाको सिम हामी चाहिँ अघि नौता बसेको थियौँ अनि अहिले चाहिँ यता छौँ किनभने यता यतिरमा बस्नु भएको छ अनि त्यही भएर हामी यहाँ भने चाहिँ हामी यहाँ समोसा आएको अनि त्यही किनेर अब खाना लाग्छौँ यहाँ समोसा अनि समोसा यहाँ चट्नी हुन्छ यस्तो खुर्सानी हुन्छ अनि अहिले चाहिँ म विन्डो सिटमा छु घाम ठिक्क टल्को छ गाइस नदी म त सुतिरहेको थिएँ गाइस मलाई खाना खान भाइले पो उठाएर काटेर अर्को ठुलो स्टेसनमा आइपुग्यौँ गन्डा सुन्नु भर्खर उठेका गाडी बिग्रा बाबाले त्यो चिया खाइराख्नु अनि त्यहाँ फोन चार्ज भइरहेको गाइस यो चाहिँ टोइलेट हो ट्रेनको अनि यहाँ चाहिँ यस्तो छ यो पानी आउँछ नि गाइस हल्लिरहेको ट्रेन त न गाइस यस्तो छ बाहिर हामी बसेको थियो हाम्रो स्टेसन चाहिँ अब आउन लाग्यो अनि त्यही भएर हामी यहाँ झर्ने तयारी गर्दैछौँ आइयो गाइस तुलसीपुर आइयो इन्डियाको नेपालको होइन फेरि अब यहाँबाट जानुपर्ने हुन्छ अङ्गमा झन्डै लोट्न लाग्छ कि गाइस अबि यो कस्तो गुर्किँदै कि चिक्लोमा पो चुर्र गुर्किन्छ हामी आएको हामी बसेको यही हो यो होइन यो गाइस एकछिन खै हाल्नु न ए गाइस त्यहाँ लास्टमा छ नि हामी बसेको यो हामी लास्टतिर बस्यौँ लुनाटा चाहिँ देखाउँछु गाइस यहाँ के छ यो छ नि यहाँ टोइलेट छ यो टोइलेट हो अनि यहाँ पानी चुहिरह हामी चाहिँ अटोमा छौँ तुलसीपुरमा छौँ अनि अब चाहिँ हामी बोर्डरमा जानु लाग्छौँ नेपाल बोर्डर ब्रिजलाई कसरी हेर हामी चाहिँ अहिले कारमा आइसक्यौँ अनि अहिले हामी बोर्डर क्रस गरेर हामी हामी कोइलाबासमा छौँ अनि हामी नेपाल आइपुग्यौँ यहाँ कोइलाबासको बजारमा छौँ पहिला यहाँ ठुलो बजार हुने गर्थ्यो अरे त्यही भन्नु नि जस्तै आउने बेलामा त्यही हो त्यो बाटो ढुङ्गाले दुम गरे हामी चाहिँ अहिले गडवामा आइसक्यौँ अनि अब चाहिँ हामी लमाइ पुग्छौँ अनि लमाइबाट चाहिँ हामी गाउँ जान्छौँ अनि त्यहाँदेखि फेरि हामी साँझतिर घरै जान्छौँ हामी घर आइपुग्यौँ गाइस हालत खराब भइगयो कोचिएर बसेर 2 बजे अहिले चाहिँ अनि हामीहरू बिहान 5 बजे हिँडेको 5 तर 2 घन्टा लेट भयो ट्रेन ढिले भयो ढिलो भयो नभए अहिले त हामी आएर पनि हिँडिरहेको हान्थ्यौँ कति शान्त छ क्या गाइस यहाँ त लास्टै शान्ति भयो अयोध्याको प्रस्ताव गाइस मुखमा लागिहाल्यो गम्म भयो यहाँ चङ्गा उडाउन लाग्छ
हामी चाहिँ खाना खाएर पनि सकिदियौँ सो टेस्टी खानु हाम्रो घरमा हाम्रो बुढी हुनुहुन्छ बुढी हेरे हुनु फेरि अड्केको बाच्यो अर्को छ त राम्रो बस्यो नि उग्रा छ नि खटर चङ्गा के बसेर हेर्दा सो गाइस अहिले चाहिँ 4 बजिसक्यो अनि अब चाहिँ हामी घरै जान लाग्छौँ अनि घरै जान चाहिँ अब ड्याडी र बाजे हामीलाई लिन आउन लाग्नु भएको छ कारमा अनि त्यहीमा हामी अब जाने यहाँ सामान मिलाउँदैछौँ अब जाने लाइनमै हामी जाने कार रोज स्कुलको फाइनली 10 दिनपछि घर जाँदैछु 10 दिनभन्दा पनि धेरै तर मलाई धेरै घुमेको जस्तो लाग्यो होइन गाइस तर म कहाँ घुम्याँ तर मलाई चिन्ता पनि लागिरहेको मेरो पढाइ कति छुटिरहेको सो गाइस फाइनली घर आयो यति दुःखपछि यहाँ मम्मी हुनुहुन्छ मेरो रुममा आइयो गाइस मेरो रुमको हालत यस्तो छ कस्तो आफ्नो रुमलाई देख्ने बित्तिकै मलाई शान्ति मिल्यो शान्ति मम्मी मक्ख पर्नु भएको छ यहाँ मक्खैमा फोन देखेर यो 1600 कति हो भारू मम्मी सक हुनु भएको यहाँ के हुन्छ म त मम्मीले किन्नु भएन तिमीलाई पो गिफ्ट हो मम्मीको पहिल्यै थियो त यहाँ छ गाइस मम्मीको पहिल्यै थियो यो गाइस यति धेरै सामान छ यहाँ लिएर आएको मलाई म त सब गएको देखि आइफोन पनि छ है गाइजहरू आइफोनको कभर मात्र सो गाइस आज चाहिँ मेरो आमाको बर्थडे हो अनि आमा र दादाको पहिलाको वर्ष चाहिँ यो दिन तिहार परेको थियो अनि अहिले चाहिँ तिहार छैन तिहार सकेर पनि कहाँबाट कहाँ पुगिसक्यो अनि अहिले चाहिँ हामी मामा घर जान लाग्छौँ अनि रात पर्न लागिसक्यो यस्तो अनि मम्मी र ड्याडी चाहिँ उता त्यहाँ जानुहुन्छ केक ल्याउन अनि हामी चाहिँ अब हिँड्दै जान्छौँ यहाँ चाहिँ मेरो आमा हुनुहुन्छ आमा ह्यापी बर्थडे आमा अनि यहाँ ठुलो मम्मी हुनुहुन्छ गाइस हामीहरू भाइजू एड्रिन चाहिँ उता मामा घर जाँदाखेरि तिनीहरूको यो पसल चाहिँ गाइस मेरो बन मम्मीको अनि यो चाहिँ यहाँ यो जिम के अरे क्रिएटिभ फिटनेसको अगाडि नै छ यो तपाईँलाई सामान ल्याउनु छ भने आउनु होला बुटिकको यस्तो कपडाहरू पाइन्छ कता यस्तो कपडाहरू छ यहाँ के आइसक्यो Happy birthday dear Rama